आज चाहिँ म 5 बजे उठेँ, त्यो पनि बेलुकाको। र बिहान उठेर हेर्दाखेरि त बाहिर त पानी परिरहेको रहेछ गाइज। अब म वर्कआउटतिर लागेँ, किनकि मलाई पानी पर्दाखेरि वर्कआउट गर्न धेरै मनपर्छ। र आज मेरो पुष्टि छ, पुष्टिमा अब हामी के अरे चेस्टहरू गर्नेछौँ। र म धेरै बिरामी भएको छु, त्यही भएर गाइज आज ढिला उठेँ, किनकि हिजो बिहेमा गएर ढिला सुतेर ढिला उठेँ गाइज। तर बिहेमा धेरै मजा आयो, मैले धेरै कुरा खाएँ। बिहेको ब्लग बनाउने भने लाज लागेर मैले बनाइनँ। अब चाहिँ वर्कआउटतिर जाउँ, पहिला वार्मअप गरौँ। मेरो वार्मअप सकिसकेको छ। ल अब म वर्कआउटतिर गएँ। मेरो पहिलो वर्कआउट चाहिँ पुसअप रहेको छ, त्यो डिक्लाइनवाला। फर्स्टमा मेरो उयो नै खस्यो, फेरि मिलाएँ मैले, अनि त्यसपछि फेरि गर्नु थालेँ। हेर्नु होला, त्यहाँ भिडियोमा देखाइरहेको छ गाइजहरू। यो मैले धेरै गरिनँ, किनकि मेरो हात दुखिरहेको थियो, टाउको पनि दुखिरहेको थियो, किनकि म हल्का बिरामी थिएँ। डिक्लाइन पुसअप गर्छु गाइजहरू। अब तपाईँहरूको चेस्ट बढाउनु छ होइन गाइजहरू, चेस्टको मसल बढ्छ, त्यही भएर डिक्लाइन पुसअप चाहिँ इम्पोर्टेन्ट छ। त्यही भएर पुलमा आउँछ, धेरै मैले धेरै गर्ने गरेको छ आजकल। त्यसपछि चाहिँ म बाइक पुसअपतिर लागेँ, किनकि सोल्डर पनि इम्पोर्टेन्ट छ त्यत्तिकै नै। त्यही भएर बाइक पुसअप गर्नुहोस्, सोल्डर आउँछ, सोल्डर राम्रो हुन्छ, सोल्डरको सेप देखिन्छ। त्यही भएर कन्सिस्टेन्सी हुनुपर्छ गाइजहरू। पछि चाहिँ म डायमन्ड पुसअपतिर लागेँ, किनकि यसले हाम्रो चेस्ट र ट्राइसेप अनि आर्म्सहरूलाई टार्गेट गर्छ। यो चाहिँ इम्पोर्टेन्ट हो, जति गर्न सक्नुहुन्छ तपाईँले त्यति गर्नुहोस्। यो चाहिँ म फेलियरसम्म गर्छु, 2 सेट। त्यसको हुन्छ मेरो वर्कआउट पछि यस्तो छ, बडी हेरिदिनु होला। चेस्टको पम्प हल्का आएको छ, त्यहाँदेखि बिरामी थिएँ गाइजहरू, त्यही भएर आज धेरै गरिनँ मैले। आजको डे 4 थियो। डे 4मा चाहिँ लास्ट गाह्रो हो गाइजहरू। अब यो सिरिज चाहिँ म कम्प्लिट गर्न सक्छु कि सक्दिनँ हेरेर जानु होला। अब आज चाहिँ लास्ट, आज म स्कुल नै गएको थिइनँ गाइजहरू, त्यही भएर टाउको धेरै स्कुल नै गएको थिइनँ। हेर्नु सक्नुहुन्छ मेरो बडी चाहिँ। मैले चना र अन्डा खाएँ, 2टा अन्डा खाएको थिएँ, एउटा चाहिँ खाइसकेको। त्यसपछि हामीले क्रिएटिन खायो, र क्रिएटिन खाएपछि हाम्रो वर्कआउट आजको सकिसकेको छ। डे 5मा भेट्छौँ गाइज, बाई बाई गाइज।